नेपालमा झोले मिडियाहरूको देश बिगार्नमा कति ठुलो हात छ भन्ने कुरो प्रमाणित भइसकेको छ। नेपाल सरकारले जनताका लागि राम्रो गर्न खोज्दै गरेको कुराहरू ओझेलमा पारेर चाहिँ एक दुईवटा शब्दलाई काटछाँट गरेर चाहिँ नराम्रो गर्न खोज्दैछ है भनेर मिडियामा प्रस्तुत गरेर चाहिँ जनतालाई उचाल्ने, समाजमा द्वन्द्व फैलाउने अनि सरकारप्रति नकारात्मक सन्देश दिने खालका मात्र भिडियोहरू पोस्ट गरेर चाहिँ यी झोले मिडियाहरूले देशलाई अराजकताप्रति र अस्थिरता प्रति लाँदैछन् भन्ने कुरो प्रमाणित भइसक्यो। रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर चल्यो भने म छाती थाप्न तयार छु भनेको भिडियो काटछाँट गरेर चाहिँ जनतामा रासपा पार्टीलाई घृणित गर्न र रवि लामिछाने, बालेन शाह जस्ता व्यक्तित्व देश बनाउँछु भनेर लागेका हुटुटी भएका व्यक्तित्व युवाहरूलाई चाहिँ जनतामाझ नराम्रो बनाउनलाई लागि पर्दाखेरि किन यो भिडियो चाहिँ बजाउन बिर्सिए? सुकुम्बासीका नाममा गलत मान्छेले हडेपेका छन्, त्यसलाई प्रमाणित गर्ने आधार र कारण छन् भने त्यस्ता साथीहरू माफ गर्नु होला। मैले भोटको लोभमा तपाईँलाई हुन्छ भन्न सक्दिनँ। बरु म 2 भोट 4 भोट घटाउन म हार्न तयार छु, झुट्टो बाजा चाहिँ गर्दिनँ। भिडियो नबज्नुको कारण यो छ कि उनीहरूलाई हाम्रो नेपालमा अस्थिर राजनीति चाहिएको, स्थिरता चाहिएको छैन र जनतालाई सरकारले राम्रो गरोस् र सरकार टिकाउ होस् भन्ने यी झोले मिडियाहरू चाहन्नन्। किनभने उनीहरूले झोला बोकेको पार्टीका सरकार छैन। अहिले उनीहरूले झोला बोकेको पार्टीको सरकार भइदिएको भए जस्तो सुकै नराम्रो गरे पनि, जनताका लागि नराम्रो गरे पनि वाहवाही गर्दै भिडियो हाल्ने थिए। त्यसैले गर्दाखेरि नेपाल बिग्रिएको भनेको यी झोले मिडियाहरूले गर्दा हो। अहिले सुकुम्बासी बस्तीमा भइरहेको कुरा सरकारले सुकुम्बासी वा हुकुम्बासी भनेर छुट्याएर वास्तविक सुकुम्बासीलाई चाहिँ एउटा उचित पुनर्वासको व्यवस्था गर्दैछ। यो कुरा कुनै पनि मिडियाले बचाउँदैन। रवि लामिछाने, बालेन शाह, खगेन्द्र सुनार जस्ता व्यक्तिहरूले उबेलामा बोलेका वास्तविक सुकुम्बासीहरूले न्याय पाउनेछन् र हुकुम्बासीहरू कानुनी दायरामा आउनेछन् भनेर बोलेका शब्दहरू चाहिँ नबजाइकन म छाती थाप्न तयार छु भनेको शब्द मात्र चाहिँ बजाएर समाजमा एउटा रासपाप्रति घृणा, सरकारप्रति घृणा र समाजमा चाहिँ द्वन्द्व मच्चाउने काम गर्दैछन्। त्यसैले यस्ता मिडियाहरूलाई बहिष्कार गर्नु जरुरी छ। यस्ता मिडियाहरू समयमै चिनेर जनताले पनि बहिष्कार गर्नु जरुरी छ।